हेलो फ्रेन्ड, म एउटा नि रेसिपी लिएर आएको छु ल। त्यो रेसिपीको नि बारेमा भन्दा हजुरहरू के नामले भन्नुहुन्छ थाहा छैन। म चाहिँ पुवा भन्छु क्या यसलाई। त्यो सुजीमा नि ड्राई फ्रुटहरू मिलाएर चिनी मिलाएर एकछिन भिजाएर अनि पछि अलिकता मैदा राखेर मिक्स गरेको के मिक्स गर्दै बिस्तारै त्यो चिनी नि अगाडि नै एकछिन राखेर भिजाइदिएको हो नि। चिनी मजाले पिघलेर मिक्स हुन्छ अनि त्यो मिक्स भएर अनि बिस्तारै बिस्तारै चलाउँदै अनि मजाले चलाएर एकछिन छोपेर राखिदिनुपर्छ। अनि छोपेर नि राखेर अनि एकछिन पछाडि आधी घन्टा राखिदिए पछाडि अनि त्यस पछाडि यसलाई बिस्तारै मजाले डाडुले चलाउने अनि चलाएर अलिकता लिएर बनाउँदै जानुपर्छ। अनि त्यस पछाडि राम्रो आउँछ यस्तै डाडुले के बिस्तारै जति चलायो त्यति राम्रो चलाएर तेल तताएर अनि एउटा गरेर हुन त एकैचोटिमा धेरै पाक्दैन। एउटा गरेर मात्र यो मिठो हुन्छ, राम्रो देखिन्छ। तेलले बिस्तारै माथि अलिअलि गर्दै गर्नु अनि यस्तै गर्दा अनि रातो हुन्छ एक साइडबाट अनि एक साइडबाट अर्कोतिर पल्टाएर दुईतिर मजाले के सेक्नुपर्छ। अनि दुईतिर सेकेर मजाले अनि निकाल्नु। अनि यस्तै गर्दा हेर्नु म कति धेरै बनाइसकेछु देखाउँछु नि त अहिले। एउटा निकाल्यौँ, दुईतिर मजाले पाक्नु पर्यो, नभए नि काँचो हुन्छ नि बेग्लै टेस्ट हुन्छ नि त। अनि दुईतिर मजाले पाक्नु पर्यो रातो हुने गरी, अनि राम्रो हुन्छ। अलिक पनि काँचो भयो भने राम्रो हुँदैन। अनि तेल मजाले त्यो निकालेर अनि हेर्नु म कति धेरै एकैचोटि बनाइसकेछु। अनि खालोमा कस्तो गुलियो के मिठो हुन्छ। कहिले बेला यस्तो होलीको टाइममा मान्छेले धेरै बनाउँछ। म त चाहिँ अहिले पछि बनाएँ। अहिले हेर्नु नि यो रेसिपी म त होलीमा केही नि बनाएन। मासु खाने मान्छे के बनाउनु नि, अनि नखाने मान्छेले कति बनाउँछ यो त। अनि एउटा गर्दै यस्तै बिस्तारै बनाउँदै जाने। त्यसले बिस्तारै माथिबाट छरेर कि अनि माथिको फुल्छ नि त मजाले। अनि तेल माथिबाट छर्दै जाने पछाडि हुन्छ। अनि अर्कोतिर पल्टाएर अनि अर्कोतिर पनि मजाले सेक्ने कि रातो हुने गरी दुईतिर मजाले पकाएर अनि सेकेर अनि यस्तै बनाएको। अब हजुरले कस्तो बनाउनुहुन्छ थाहा छैन। मेरो रेसिपी चाहिँ यही हो। यस्तोमा फेरि कस्तो मलाई मनपर्ने क्या। अनि त्यसले गर्दा बनाएको खानु मन लाग्यो पछाडि त बनाएर हजुरहरू पनि यसरी ट्राई गर्नु के कसरी बन्छ भनेर ल। अनि हजुर के नामले भन्नुहुन्छ त्यो पनि भन्दै कमेन्ट गर्नु न ल, कुन नामले भन्नुहुन्छ यसलाई। म चाहिँ यही भनेको।